छैन? भेरी नाइस। ल आज हामीले हाम्रो एक्टिभिटी अनुसारको यो मन्थको ट्राफिक अवेरनेस प्रोग्राम यहाँ हेरिसै के लेखेको छ? ट्राफिक रुल अवेरनेस प्रोग्राम। हामीले ट्राफिक रुल्स जान्नुपर्छ अनि त्यसमा सचेत हुनुपर्छ। हामी रोड काट्दाखेरि, बाटो हिँड्दाखेरि, गाडी कुदाउँदाखेरि विभिन्न कुरामा हामी के हुनुपर्छ? अलर्ट हुनुपर्छ, सजग हुनुपर्छ, जान्नुपर्छ है। अब त्यसको लागि के रुल्सहरू छन्? हाम्रो यो रोड हो, देखिराख्नु होला हजुरहरूले। के छ अरे? रोड छ हो। र यो विषयमा हजुरहरूले गाडी कुदाउन पछि ठुलो भएपछि गाडी किनिसिन्छ, मोटरसाइकल चढिसिन्छ अनि रोडमा कुद्दाखेरि हजुरहरूलाई रुल्सहरू थाहा हुनुपर्छ। नभएदेखि हाम्रो ट्राफिक सर्कल हुन्छ, उहाँहरूले फेरि सिट काट्नुहुन्छ नि हजुरहरूको। कुरो बुझ्यो नि? रुल्स ब्रेक गरेको अनुसारको। र हाम्रो यो कार्यक्रमलाई एकदम राम्रो तरिकाले रुल्स रेगुलेसनहरू के कसो हुन्छ भनेर बुझाउनको लागि हामी माझमा हुनुहुन्छ हाम्रो ट्राफिक शेखर दाल सर। उहाँको लागि क्ल्याप गरिदिन्छ सबले। र सरलाई पनि यता अगाडि आउन अनुरोध गर्छु म। यताबाट घुमेर आइदिनु होला। नवल सरलाई एकचोटि सबैले जोरदार ताली बजाइदिनु होला सबले। नाइस, भेरी नाइस, गुड। सरलाई खाना लाएर स्वागत गर्नुहोस् अनि त्यस पछाडि हामी कार्यक्रमलाई सुरुवात गर्छौँ। फेरि एकचोटि जोरदार ताली बजाउनु होला। भेरी नाइस, वाउ, कस्तो राम्रो। ल आजको यो क्लास सरले दिनुहुन्छ ल हजुरहरूलाई। कसले? सरले ट्राफिक रुल्सहरू के हुन्छ, कसो गर्नुपर्छ, यो रोड देखाउनुहुन्छ, यहाँबाट गाडी कुदाउने कामहरू के गराउनुहुन्छ। आजको क्लास कसले लिने? ट्राफिक सरले लिने हो। यो फेरि एकचोटि ताली बजाइदिनु होला सबले। नाइस, भेरी गुड। सरलाई मैले माइक अब के गर्ने? रेडी अवस्थामा वेट गर्ने है। रेडी अवस्थामा गाडी स्टार्ट गर्नुभयो, रेडी हुनुहुन्छ? ल अब येल्लो बस्यो, ग्रिन बल्यो। ग्रिन बल्दा के गर्ने? गुड गुड, जाने ल। जहिले पनि हामीहरूले यात्रा गर्दा लेफ्ट लेनको प्रयोग गर्नुपर्छ। कुन लेन अरे? हजुर कुन लेनबाट आइरहेको? गुड। यो भनेको चाहिँ खासमा तपाईँहरूलाई भन्दा पनि गाडीलाई चाहिने नो एन्ट्री के भन्छ अरे? प्रवेश निषेध भन्छ। यो राखिएको बोर्डभन्दा अरूतिर सडकमा प्रवेश गर्न पाइँदैन। नो एन्ट्री, बुझ्नुभयो? यो कुन लाइट हो? रेड लाइटमा के गर्ने? गुड, स्टप। यो कुन लाइट हो? कुन लाइट हो? यसमा के गर्ने? वेट अथवा रेडियो अवस्थामा बस्नु है। यो कुन लाइट हो? जानेको। यसमा के गर्ने? यो कुन लाइट हो? के गर्ने यसमा? सबैजनालाई धन्यवाद, धेरै धेरै धन्यवाद।
हजुरले आएर नानी बाबुहरूलाई ट्राफिकको नियमबारे थोरै जानकारी गराइदिनुभयो। अब म प्रिन्सिपल स्कुलका प्रिन्सिपल मनिष पोखरेल सरलाई माया बत्तीको प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।